हेलो गाइस, सबैजनालाई नमस्ते। ल हेर्नु उहाँको कपाल चाहिँ यस्तो थियो र यस्तो पनि भन्नाले पनि अझ भर्खर मेहन्दी हालेको 1 महिना पनि थियो। उहाँको चाहिँ नर्मल स्ट्रेट गरिदिएको छु मैले। त्यस्तो घुम्रो कपाल थियो अनि आफ्टर रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ है। वाउ, जस्ट लुकिङ वाउ नै भएको छ। हेर्नु न, हजुर पनि यस्तै स्टाइल गर्न चाहनुहुन्छ भने मात्र 3000 मा गर्न सक्नुहुन्छ है। जति ठुलो कपाल भयो भने, जति लामो कपाल भयो भने। अब चाहिँ तीज आउँदैछ, यसैको खुसियालीमा मैले चाहिँ मात्र 3000 मा जति लामो कपाल भयो भने 3000 मा स्ट्रेट गरिदिएको छु। हजुरहरू आउन सक्नुहुन्छ। उहाँको कपाल चाहिँ यस्तो दामी भएको छ। यहाँ एकदम खुसी हुनुहुन्छ। भर्खर मेहन्दी लगाएको पनि थियो अनि कलर पनि थियो। उहाँको चाहिँ यति राम्रो रिजल्ट आएको छ कपालमा। उहाँ चाहिँ एकदम खुसी हुनुहुन्छ। हजुरहरू पनि यस्तै सेट गर्न चाहनुहुन्छ भने प्रतिभा स्त्री पार्लरलाई सम्झिन सक्नुहुन्छ। थ्याङ्क यू सो मच गाइस सबैजनालाई।